मोनिटरिस्ट एप्रोच यसलाई प्रपोजिसन पनि भन्छ मोनिटरी एप्रोच प्रपोजिसन यहाँ बुझ्नुपर्ने कुरा it was developed by Milton Friedman यसलाई फ्रिडम्यानले डेभलप गरेको it was developed after fail हाम्रो यो किन्सियन प्रपोजिसन फेल भएर यो डेभलप गरेको अब किन्सियन प्रपोजिसन फेल भएर डेभलप गरेको इकोनोमी बुझ्नुपर्छ हेर्नुहोस् है हामीले इकोनोमी सुरुमा ओल्ड वार हुनुभन्दा अगाडि ओल्ड चाहिँ कस्तो इकोनोमिक थियो ओपन इकोनोमी थियो कुनै पनि गभर्मेन्ट इन्टरभेन्सन थिएन लङ रन थियो इकोनोमिक पछि त्यसले भएन किन्सेनले के भन्यो हुँदैन त्यस्तो क्लासिकल इकोनोमीको एजम्सन फेल भयो भनेर किन्सेनले के भन्यो त इकोनोमीमा गभर्मेन्ट इन्टरभेन्सन हुनुपर्छ है सर्टन एनालाइसिस गर्नुपर्छ भनेको थियो किन्सेनले पछि त्यो पनि फेल भयो हेर्नुहोस् कस्तो मजाको छ पछि त्यो पनि फेल भएर मोनिटरिस्ट एप्रोच जन्मियो कसरी फेल भयो त हेर्नुहोस् है यो मिल्टन यो किन्सेन प्रपोजिसन कसरी फेल भयो ड्युरिङ 1960 मा द ओल्ड है जब संसारमा ओइल क्राइसिस भयो है अब किन्सेन प्रपोजिसन such as हाम्रो यो फिलिप कर्ब एन्ड ओकन ल वेयर हाम्रो फेल भएको थियो है ड्युरिङ 1960s मा है जब संसारले ओइल क्राइसिस फेस गर्नु पर्यो त्यति किन्सेन प्रपोजिसन वेयर फेल भएको थियो सजाज के हो फिलिप कर्ब र ओकन ल अब फिलिप कर्ब भनेको के हो वानमा जाउँ फिलिप कर्ब भनेको है इट इज अब कर्ब आउन साथै लोकस आउनु पर्ने हो है इट इज द इन्भर्स रिलेसनसिप है इन्भर्स रिलेसनसिप हाम्रो बिट्विन है इन्फ्लेसन भनेको महँगी र एन्ड बेरोजगार अनइम्प्लोयमेन्ट बिच कस्तो रिलेसन हुनुपर्छ भनेको चाहिँ फिलिप कर्ब इन्भर्स भनेको यो प्राइस भनेको इन्फ्लेसन बढ्दाखेरि है हाम्रो यो बेरोजगार घट्नुपर्ने थियो है फिलिप कर्बले भनेअनुसार तर त्यसो भएन बट ड्युरिङ यो ओइल क्राइसिस हुने समयमा ड्युरिङ द्याट टाइममा बोथ हाम्रो यो प्राइस अथवा इन्फ्लेसन एन्ड अनइम्प्लोयमेन्ट दुवै बढेको थियो अब त्यसपछि ओकन लतिर जाउँ ओकन ल भनेको के हो अब यसलाई अथर हैन इट वाज कसले डेभलप गरेको है डेभलप यो अथर भन्नेले के भन्छ हैन जब अनइम्प्लोयमेन्ट 1% ले रिडक्सन हुन्छ त्यसले जिडिपी चाहिँ 2.5% ले रिडक्सन ल्याउँछ भनेको थियो यो
अथर ओकनले डेभलप गरेका हुन्। अथर ओकनले होइन, इट इज यो केमा इन्भर्स आउटपुट र अनइम्प्लोइमेन्ट इन्भर्स रिलेसन हुन्छ भनेको छ। इट इज इन्भर्स रिलेसनसिप बिट्विन एउटा आउटपुट भनेको हाम्रो यो ग्रोथ है, रियल जिडिपी एन्ड अनइम्प्लोइमेन्ट है, बेरोजगार र यो हाम्रो आउटपुटमा है। यो भनेको यदि आउटपुट बढ्यो भने अनइम्प्लोइमेन्ट घट्नुपर्ने हो, तर भएन त्यस्तो। ड्युरिङ द्याट टाइम भनेको हाम्रो यो ओइल क्राइसिस भनेको टाइममा, ड्युरिङ द्याट टाइममा बोथ है यो आउटपुट बोथ देखिरहेको छ कि छैन, बोथ आउटपुट एन्ड अनइम्प्लोइमेन्ट है उत्पादन पनि घट्यो, बेरोजगार पनि घट्यो है। अब त्यो समयमा चाहिँ हाम्रो के हो, आउटपुट पनि बढ्यो, अनइम्प्लोइमेन्ट पनि बढेको थियो, सबै घटेको थियो, यसमा सबै घट्यो है। ओइल क्राइसिस भनेको डेन्जर हुने रहेछ, सानो है। त्यही भएर हाम्रो रियल साइकल बिजनेस नि भन्छ नि, त्यतातिर नजाउँ, त्यो मैले भिडियो बनाइसकेको छु, रियल साइकलको हेर्नु होला। रियल साइकलमा सानो माइक्रो इकोनोमीले पनि म्याक्रो इकोनोमी भनेको सबलाई इन्फ्लुएन्स गर्न सक्छ भन्न खोजेको थियो। त्यसैले यो सानो इलिमेन्टमा नि इकोनोमीमा ध्यान दिनुपर्छ भन्न खोजेको हो। ड्युरिङ द्याट टाइममा चाहिँ बोथ चाहिँ हाम्रो घटिरहेको थियो, आउटपुट पनि घटिरहेको थियो, बेरोजगार पनि घटिरहेको थियो है। त्यो बुझ्नु, यति नै बुझ्नुपर्ने। अब यसको यो अथरले के भनेको छ अर्को, जस्तै 1% चाहिँ है, 1% चाहिँ हाम्रो अनइम्प्लोइमेन्ट भयो भने, 1% हाम्रो यो अनइम्प्लोइमेन्ट भयो भने है, अब 1% अनइम्प्लोइमेन्ट भयो भने त्यसले कज होइन 2.5% रिडक्सन इन हाम्रो यो रियल जिडिपी है। वास्तविक जिडिपीलाई नै 2.5% चाहिँ रिडक्सन ल्याइदिन्छ। यो अनइम्प्लोइमेन्ट भनेको त्यस्तो डेन्जर। यो हाम्रो कसले गरेको हो नि, यो इकोनोमिस्ट अथर ओकन भन्नेजीले गर्नुभएको, अथर ओकनजीले भन्नु पछि यो गऱ्यो नि फेल हुन्छ। हेर्नुहोस्, इकोनोमिस्ट त जन्म्या गर्छ। हेर्नुहोस्, एजम्सन भन्ने बित्तिकै के हुन्छ, जन्मिन्छ अर्को। एजम्सनलाई नै क्रिटिसाइज गर्छ इकोनोमिस्टहरूले है। यति बुझ्नु पऱ्यो। यति बुझिसकेपछि अब यसले मोनिटरिस्ट भनेको मिल्टन फ्रिडम्यानको प्रपोजिसन है, उसको प्रपोजिसन चाहिँ कस्तो रहेछ हेर्नुहोस् है। एक्जाममा मेन सोध्ने भनेको प्रपोजिसन हो। प्रपोजिसन लेखौँ है, यता मेट्नै गाह्रो छ हौ। अब मेन भनेको प्रपोजिसन हेर्नुहोस् है, मिल्टन फ्रिडम्यानको प्रपोजिसन। अब मिल्टन फ्रिडम्यानले चाहिँ के भनेका छन्, इन लङ रनमा है, सप्लाई अफ मनी भनेको मनीको इन्फ्लुएन्स, सप्लाई अफ मनीको हाम्रो इन्फ्लुएन्स अन केमा, नोमिनल है, नोमिनल भेरिएबल, यसलाई मोनिटरी भेरिएबल पनि भन्छ, सच एज प्राइस लेभल एन्ड अदर मोनिटरी भेरिएबल। यतापट्टि देख्छ, उतापट्टि देख्छ है। मोनिटर्सको एप्रोच बुझ्नुपर्ने कुरा यहाँ चाहिँ हेर्नुहोस् है, मनी सप्लाई चाहिँ लङ रनमा है नोमिनल भेरिएबललाई मात्रै इन्फ्लुएन्स गर्छ, रियल भेरिएबललाई गर्दैन भन्न खोजेको है। इन लङ रनमा रियल
रियल भेरिएबल सच एज होइन इम्प्लोइमेन्ट भनेको रोजगार है, नेपालमा त के को रोजगार हुनु, इम्प्लोइमेन्ट एन्ड इन लङ रनमा चाहिँ रियल भेरिएबल भनेको इम्प्लोइमेन्ट र आउटपुट। इम्प्लोइमेन्ट र आउटपुट चाहिँ केले डिटर्माइन गर्छ इज यो डिटर्माइन बाई रियल भेरिएबलले मात्रै डिटर्माइन गर्छ है। रियल भेरिएबलले नट यसमा मोनिटरी भेरिएबलले असर गर्दैन, मोनिटरी भेरिएबलले असर गर्दैन। अब सर्ट टर्ममा के भनेको छ मोनिटरिसले, इन सर्ट टर्ममा सप्लाई मनीले चाहिँ इन्फ्लुएन्स गर्छ, रियल भेरिएबललाई नि इन्फ्लुएन्स गर्छ। इन सर्ट टर्ममा चाहिँ मनी सप्लाईको मुख्य रोल हुन्छ। मनी सप्लाईले इन्फ्लुएन्स अन हाम्रो रियल भेरिएबल। रियल भेरिएबल भनेको हाम्रो यो इम्प्लोइमेन्ट र आउटपुटमा असर गर्छ। यसको मिनिङ भनेको मनी इज डोमिनेन्ट फ्याक्टर रहेको छ इन साइक्लिकल कस्तो हुन्छ साइक्लिकल मुभमेन्ट इन आउटपुट एन्ड अनइम्प्लोइमेन्ट भनेको रियल भेरिएबल। मनीकै रोलले बजारमा आउटपुट बढाउने घटाउने, रोजगार बढाउने घटाउने मनीको मुख्य रोल हुन्छ भनेको छ यो पोइन्टले इन सर्ट रनमा। लङ रनमा चाहिँ खालि हाम्रो यो प्राइस लेभललाई मात्रै हेर्ने रहेछ यो सप्लाई अफ मनीले। मोनिटर्सको मेन प्रपोजिसन भनेको अब यहाँ प्राइभेट सेक्टरको मुख्य रोल हुन्छ है। यो प्राइभेट सेक्टर इज हाम्रो इनहेरेन्टली स्टेबल हुन्छ, यो आफै स्टेबल होइन, इनहेरेन्टली हाम्रो स्टेबल हुन्छ है। प्राइभेट सेक्टरले गर्दा इकोनोमी स्टेबल आउँदैन भनेको, तर स्टेबल इन इकोनोमी चाहिँ गभर्मेन्टको पोलिसीले गर्दा आउँछ है। इनस्टेबिलिटी इन द इकोनोमी ड्यू टु हाम्रो गभर्मेन्ट पोलिसीले गर्दा मात्रै हाम्रो इकोनोमीमा इन्स्टेबिलिटी आउँछ भनेको छ यसको प्रपोजिसनको। अब कन्क्लुजनतिर जाउँ, मिल्टन फ्रिडम्यानको कन्क्लुजन अथवा मोनिटरी अप्रोचको कन्क्लुजनमा जाउँ। मिल्टन फ्रिडम्यान नामै कस्तो, मिल्टन फ्रिडम्यानको कन्क्लुजनमा जाउँ। यसले कन्क्लुजन है, यसले केलाई बढी प्राथमिकता दिएको छ, इकोनोमी स्टेबल हुनको लागि के हुनु पर्यो, कन्स्ट्यान्ट मनी सप्लाई हुनु पर्यो भनेको छ फर स्टेबिलिटी इन द इकोनोमी है। फर स्टेबिलिटी इन द इकोनोमीको लागि इज के हुनु पर्यो, हाम्रो कन्स्ट्यान्ट भनेको यो इज ग्रोथ, कन्स्ट्यान्ट मनी सप्लाई हुनु पर्यो, मनी सप्लाई हुनु पर्यो भनेको छ है। इकोनोमीलाई स्टेबल हुनको लागि चाहिँ मनी सप्लाई चाहिँ कन्स्ट्यान्ट रूपले सप्लाई गर्नु पर्यो भनेको छ। अब स्टेबिलिटी एचिभ गर्नलाई स्टेबिलिटी एचिभ कसरी हुन्छ, बाई एडप्टिङ
बाई एडप्टिङ कस्तो एडप्टिङ गरेर हाम्रो यो कन्स्ट्यान्ट मनी सप्लाई है। स्टेबिलिटी भनेको हाम्रो मनी सप्लाई चाहिँ कन्स्ट्यान्ट रूपले गरे मात्रै हाम्रो इकोनोमीमा स्टेबिलिटी आउँछ भनेको छ। यसले पोलिसी फिस्कल पोलिसीले खासै फिस्कल पोलिसी ह्याज यो लिटल भनेको त्यस्तो असर चाहिँ गर्दैन है। फिस्कल पोलिसीले इकोनोमीमा लेस सिस्टेमेटिक फिस्कल पोलिसी चाहिँ खासै यो सिस्टेमेटिक इफेक्ट चाहिँ गर्दैन है यसलाई। त्यसैले इट इज नट स्टेबिलिटी टुल है। यो चाहिँ स्टेबिलिटी टुल होइन भनेको छ, स्टेबिलिटी टुल होइन भनेको छ फ्रिडम्यानले। ल मोनिटरिजमा यति नै बुझ्नुपर्छ।